कसैले तिम्रो फेभरेट खाना के हो भनेर सोध्यो भने म चाहिँ भनेछु फर्स्टमै मोमो र चटपट। फर्स्टमा त हेलो एभ्रिवान, स्वागत छ तपाईँहरूलाई आजको हाम्रो किचन ब्लगमा। अनि आज चाहिँ पाक्दैछ हाम्रो किचनमा मोमो। अनि यो बन्दा चाहिँ हाम्रै करेसाबालीमा फरेको लोकल बन्दा हो क्या। अनि यो मोमो र चटपटे चाहिँ जति खाए पनि नअगाउने मोमो थियो कि तपाईँहरू पनि यस्तै हुनुहुन्छ कमेन्ट गर्नु ल। अस्ति भर्खरै टन्नै बनाएर पेटभरि मजाले अगाउँची खाएर पकाएको मान्छे आज फेरि मोमो खान मन लागिहाल्यो। अनि आज चाहिँ मलाई मात्रै होइन हाम्रो घरको सबैलाई मोमो खान मन लागेको थियो। अनि बनाऊँ न त, खान मन लागेको बेला किन नबनाउनु भनेर बनाउन थालिहाल्यौँ हामी चाहिँ। अनि यो मोमो पछाडि लुकेको चाहिँ हाम्रो फाल्टै कहानी छ क्या स्कुल पढ्दाको। सुन्नुहुन्छ भने चाहिँ भिडियो लास्टसम्म हेर्नु होला ल। हामी चाहिँ 11-12मा पढ्थ्यौँ। अनि म र मेरो साथीलाई चाहिँ एक दिन असाध्यै मोमो खान मन लागेको थियो क्या। तर हामीसँग पैसा थिएन। पैसा त हुन्थ्यो तर महँगो पर्थ्यो नि त, मोमोहरू चाहिँ 100 पर्थ्यो। अनि हामीसँग धेरै भनेको 100 रुपियाँ नत्र 50, 60, 70 त्यति त हुन्थ्यो। अनि धेरै पैसा पनि थिएन त्यो दिन। अनि असाध्यै मोमो खान मन लागेको थियो क्या। अनि त्यस पछाडि हामी चाहिँ त्यो होटलभित्र पसेको थियौँ चटपटे खान। अनि तातो तातो मोमो राखिराखेको रहेछ क्या त्यो भित्र चाहिँ। अनि त्यो पसलको आन्टी चाहिँ कता जानुभएको थियो खोइ थाहा भएन। अनि हामीले चाहिँ त्यो मोमो चाहिँ चोरेर पनि खाएको छौँ क्या। मनले नै धर नदिएपछि के गर्नु त होइन। अनि चोरेर खायौँ। अनि त्यो आन्टी चाहिँ ठिक्क खाँदा खाँदै आइपुग्नु भयो होइन। अनि त्यस पछाडि खाइसक्नु भयो चटपटे भन्नुभयो। अनि मुख छोपेर हजुर भन्दै अनि भागेको छौँ क्या। तर थाहा चाहिँ पाउनु भएको छैन होला, यो भिडियो पुग्दैन पनि नपुगोस् पनि। अनि गन्थन मन्थन त्यस्तै उस्तै हो। मोमो चाहिँ मिठो बनेको थियो, हेर्दा नमिठो भए पनि। थ्याङ्क यू फर वाचिङ गाइज।